छु रे पोतेर चुराले मै छक्क परे मै मख परे सँगीको कुराले ओ सँगीको कुराले चिटिकै भाछु रे पोतेर चुराले चिटिकै भाछु रे पोतेर चुराले मै छक्क परे मै मख परे सँगीको कुराले ओ सँगीको कुराले ओ सँगीको कुराले गाउँ स्वर खोलेर दिदी र बहिनी नाचौँ न मिलेर दामली सैनी तिजको रहर आयो बरिलै तिजको रहर आयो बरिलै गाउँ स्वर खोलेर दिदी र बहिनी नाचौँ न मिलेर दामली सैनी तिजको रहर आयो बरिलै तिजको रहर आयो बरिलै लौडाडा काटेर गएका चेली भाग्यले भेटा पाएछौँ फेरि लौडाडा काटेर गएका चेली भाग्यले भेटा पाएछौँ फेरि को कहाँ पुग्ने हो के थाहा छैन आफूमा भेट फेरि हुने हो होइन मनको धोको पुर्याई गाउँ स्वरमा स्वर मिलाई गाउँ तिजको रहर आयो बरिलै यस 2066 सालको तीजको सर्वप्रथम त सबैलाई सधैँ यसरी नै हामीले दिदीबहिनीहरू जम्मा भएर तीज मनाउँदै आइरहेका थियौँ। त्यही सिलसिलामा आज पनि हामीले तीजको प्रोग्राम सानो प्रोग्राम राखेका छौँ। आशा छ सबै दिदीबहिनीहरूले स्वीकार्नु हुनेछ। हामी यसरी विदेशमा बसेर पनि आफ्नो चाडपर्व मनाउनु पाउँदा हामी हर्षित छौँ। त्यसैले अब म आजको तीजको बारेमा तीज कसरी मनाइन्छ किन मनाइन्छ भन्ने विषयमा म हाम्रा द हिमालयन सोसाइटीका सदस्य राधा उप्रेतीज्यूलाई तीजको बारे व्याख्या गरिदिन हुन म अनुरोध गर्दछु। धन्यवाद। सालको हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना। तीज नेपाली महिलाहरूको तीज नेपाली महिलाहरूको विशेषता महान चाड हो। यो चाड विशेष गरी 3 दिनको लागि मनाइने गरिन्छ। पहिलो दिन सम्पूर्ण
तीजको महत्त्वबारे भन्नुभयो। आदरणीय दिदीबहिनीहरू, हामीले आज तपाईँको समक्ष एउटा नृत्य पनि राखेका छौँ जुन हाम्रो साना भाइ बहिनीहरूले सिकेका छन् र नृत्य सिकाउनको लागि हामी ममता बहिनीलाई फेरि धन्यवाद दिन चाहन्छु। एकचोटि ताली बजाएर ममता बहिनीलाई ताली बजाइदिनु। र अब नृत्य गर्न आउँदै हुनुहुन्छ सबिना तामाङ र प्रियङ्का गुरुङ। धन्यवाद।